गाइजहरु फाइनली हामी चाहिँ यो गाइनगर सामुदायिक वनोपभोक्ता भन्ने चाहिँ यो पिकनिक स्पोट रहेछ। हामी चाहिँ आइपुग्यौँ मैले। अब यहाँबाट हामी भित्र छिर्दैछौँ अनि विमल भाइ पनि आइपुगिरहेछ। कस्तो भइरहेछ? अलि जाडो छ, घाम लागेको छैन गाइज हैन। अब हामी अब लाग्छ हामी आएपछि अब रमाइलो गर्छौँ। भर्खर त्यहाँ सामानहरू पनि आइपुगेको छ हाम्रो है। अब जाने हैन हामी भित्र। ठिक छ ल। यहाँभित्र चाहिँ हाम्रो स्पोट रहेको छ। हामी चाहिँ यहाँबाट अब छिर्दैछौँ। म्याम नमस्कार। हाम्रो यो चाहिँ पिकनिक स्पोट रहेको छ। कस्तो भइरहेछ? एकदम रमाइलो। सामान बोकेर जाँदैछौँ होइन गाइजहरू। भ्लग बन्दैछ। एक्सपिरियन्स भन् तिमी अर्को कस्तो छ? यस्तै छ पारा हाम्रो। हामी फर्स्ट इयरले वेलकम गर्दै के चाल एकदम ठिक छ। अलि गरुङको रहेछ कि हलुको भनेर बोकेको लास्टमा अलि गरुङकोवाला परेछ होइन। त्यही भएर यसलाई उठाउँदैछु। यहाँ अर्को पनि पिकनिक स्पोट रहेछ होइन। यतापट्टि गइरहेको छ होइन। स्टल नम्बर 2 है। स्टल नम्बर 2 मा रहेको छ होइन। स्टल नम्बर 2 जाँदैछौँ। स्टल नम्बर 2 चाहिँ यही रहेछ। स्टल नम्बर 2 यही हो। हेलो गाइजहरू, अब हामी चाहिँ अहिले भाडा लिन जाँदैछौँ होइन। भाडा लिएर आएपछि चाहिँ मस्त बनाएर मस्त खानुपर्छ, रमाइलो गर्नुपर्छ होइन। अनि यहाँ यस्तो मान्छेको टन्नै छ कि होइन। मान्छे टन्नै छ। मान्छे यस्तो रहेछ। अनि यहाँ छ के छ यो हाम्रो यो भाइ चाहिँ बल्ल भेट भयो होइन। बल्ल भेट भयो। अहिलेसम्म चाहिँ हिजो नै आएको होइन यो भाइ चाहिँ। आएर रमाइलो गरिरहेको छ। सन्तोष दाइको भ्लगलाई लाइक सब्सक्राइब गर्नु पऱ्यो होइन। ल सबैले है, सबै लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब चाहिँ गर्न नभुल्नु होला। रिपोर्ट हाल्नु है। होइन रिपोर्ट हाल्नु पाइँदैन त्यो है। अब हामी यहाँ भाडा लिन ल हामी भाडा लिन आउँदैछौँ होइन। सबै केटाहरूले सेयर गर्ने, लाइक कमेन्ट सेयर सबले भाडा लिएर आइसक्यो होइन। यहाँ चाहिँ भाडाहरू उठाउँदै लिँदै निको लाग्यो। अब हाम्रो उता हाम्रो भाडा लिएर जाँदैछौँ। केटाहरू यहाँ छन् भाडा लिँदै। ल हामी चाहिँ अब यहाँ भाडा बोकेर सट्ट जाँदैछौँ होइन। अब अलिकति भाडा बोकेर जाँदैछौँ। हाम्रो यो भाडा अब हाम्रो पिकनिकको लागि चाहिँ तयारी हुँदैछ। खाजा सेट अहिलेलाई तयारी गर्नलाई भाडाहरू सबै। अब यो भाडाहरू लिएपछि हामी मस्त रमाइलो गर्दैछौँ होइन। होइन त ल त्यसपछिको भ्लग त्यसपछि अब हुनेछ। अरू रमाइलोहरू हेर्नेछौँ। त्यो चाहिँ हाम्रो सामानहरू आइरहेको छ होइन। अब हाम्रो कोही सामानहरू चाहिँ उता गइसकेको छ। कोही सामानहरू चाहिँ अब यहाँबाट लिनु बाँकी नै छ। यहाँ कोही नाच्दैछन्, रमाइलो गर्दैछन् होइन। यहाँ चाहिँ त्यो रहेछ के अरे भाडा लिने ठाउँ रहेछ। हामी चाहिँ यो आलु बोकिरहेको छौँ। सबै कुरा छ यसमा चाहिँ। गाजर सलादहरू छ होइन। हाम्रो यहाँ चाहिँ खाजाको लागि तयारी हुँदैछ। हाम्रो यहाँ चाहिँ हाम्रो यो स्टल रहेको छ। यहाँ चाहिँ हाम्रो टमाटर, काउली, गाजर, सुन्तला सबै छ है।
नमस्ते तिमी के वाली हो चकवाली है तिमी के वाली हो ल ल ए हे यहाँ त यी टोलीहरूले यस्तो मिठो मिठो खानेकुराहरू बनाउँदैछन् होइन ल ओहो ल ल ल ल मिठो मिठो चिजहरू बनाऊ होइन ल ल के बनाउँदै हो चाहिँ ल ल के बनाउँदै हो ल ठिक छ है मिठो मिठो चिजहरू बनाउँदैछ है ल अब ब्रेड खानुपर्छ चिया खानुपर्छ के छ ठिक छ नि है ल राम्रोसँग बनाऊ होइन कोही गाइजहरू आउँदैछन् होइन यहाँ रमाइलो हुँदैछ अलिअलि भाँडाहरू सरसफाइ गर्ने कार्यक्रम चलिरहेछ होइन यो खानुभन्दा अगाडि भाँडाहरू सरसफाइ गर्नुपर्छ यहाँ टक्क हाम्रो टोलीहरू सरसफाइ गर्दै हुनुहुन्छ दिदीहरू यहाँ हाम्रो साथीहरू सबैजना छन् ल भाँडाहरू धोएर आउँदैछन् टोलीहरू है उतै राख गाइजहरू अब हामी चाहिँ यहाँ दाउरा लिन आएको यहाँ चाहिँ यो चाहिँ हाम्रो दाउरा छ यहाँ यो पुरै काटेको यो दाउरा लिएर हामी जाँदैछौँ अब एकछिनमा हाम्रो यहाँ चिया पाक्दैछ त्यहाँ आगो पुग्ने तयारी हुँदैछ त्यहाँ बनाउँदैछन् यहाँ चाहिँ पुरै प्याज खुर्सानी काउली काटिँदैछ होइन हजुर ल प्याज काट्दै हो प्याज काट्दैछ के छ भिडियो बनाउँदै हो दिदी ठिक छ नि ब्लग हजुर बन्दैछ राम्रो निक्लिन्छ हजुर ब्रेकफास्ट टाइम चलिरहेछ अहिले 4-8 जना काम नगरिकन कहीँ जाने होइन है अब भण्डारीको त्यहाँ गरेछ यो फेरि आफ्नो लाइनमा बस यो चाहिँ हाम्रो के बन्दैछ रोस्ट हो ल ठिक छ नि हजुर रोस्ट बनाउने है ल ठिक छ धनियाँ काटिरहेको हो धनियाँ ल धनियाँ है ल धनियाँ वाली हो ल ठिक छ यहाँ चाहिँ यस्तो तरकारीहरू पुरा रेडी बन्दैछ है हुँदैछ के बन्दैछ यहाँ ल गाइजहरू भन्नु पर्यो ब्लग हो है ब्लग नमस्ते के छ ल सबैले लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्ने है म ग्रुपमा हालिदिन्छु सबैलाई ल यहाँ चाहिँ बन्दैछ यहाँ चाहिँ यो यस्तो बनिरहेछ यहाँ बन्दैछ के बन्दैछ यहाँ के बन्दैछ आगो ताप्दै हो कस्तो भइरहेछ पिकनिक रमाइलो भइरहेछ नि यहाँ चाहिँ के बनिरहेछ दाइ हो रोस्ट बनिरहेको हो ल समापन गरिदिनु हुनुको लागि चाहिँ गोर्खा प्राविधिक शिक्षालयका प्रिन्सिपल आयुष श्रेष्ठलाई चाहिँ कार्यक्रम सञ्चालक है यो गोर्खा टेक्निकल ट्रेनिङ सेन्टर इन्स्टिट्युटका चेयरम्यान श्री सुरेन्द्र चौधरी
गोल्ड क्यापिटल स्कुल हायर सेकेन्ड्री स्कुलका भाइस प्रिन्सिपलको विशेषण सर चन्द्र खनाल सर, यो जिटिटिसीको कोअर्डिनेटर लक्ष्मी म्याम, सल्लाहकार पुरुषोत्तम सर र जिटिटिसी र ओसिएसमा अध्यापन गराउनुहुने सम्पूर्ण शिक्षक सरहरू र मेरा प्यारा फर्स्ट इयर, सेकेन्ड इयर र थर्ड इयरका विद्यार्थीहरू मेरा। अब सायद मेरो आशा के छ भने म एज अ डक्टर तपाईँहरूसँग भविष्यमा सँगै काम गर्न पाऊँ भन्ने एउटा आशा र यो वेलकम प्रोग्राम हुँदाहुँदै तपाईँहरू सबै फर्स्ट इयर, सेकेन्ड इयर र थर्ड इयरमा चाहिँ एउटा एकताको सद्भाव, एउटा युनिटी र कोहेसिभनेस चाहिँ अझै प्रगाढ हुँदै जाओस् भन्ने एउटा आशा गरेको छु। र म यो कार्यक्रम यो मन्तव्य सँगै तपाईँहरूको चाहिँ एज अ अब हेल्थ केयर एउटा स्वास्थ्य भनेको एउटा टिमवर्क हो र यो एउटा प्रोग्राम, यो पिकनिक प्रोग्राम पनि एउटा टिमवर्क जस्तै भएर तपाईँहरू सबैजना मिलेर चाहिँ भविष्यमा पनि सबै सँगै काम गर्नुहुनेछ भन्ने आशा गर्दै यो प्रोग्रामको यो फर्मल सेक्सन चाहिँ अन्त्य गर्न चाहन्छु। धन्यवाद। सना तरकारीहरू 127 जना टोटल होइन, विद्यार्थी 82 जना भनेपछि काम होइन, अरू पकाउन पनि युज गरेको क्या हाम्रो यहाँ समिता दिदी अचारहरू बन्दैछ। रोस्ट आउँदैछ चाहिँ हाम्रो ठिक छ नि, जे राखे नि हुन्छ होइन। अब यहाँ बिमल भाइ बाँड्दैछ, हामीले खाँदैछौँ। यहाँ चाहिँ सलादहरू हुँदैछ। दुईवटामा स्प्राइट हाल्दा है, भित्रैबाट निक्ल्यो होला, भित्रैबाट। सुन दाइ, तिनीमा हामी के हालेर राख्नु भएको हामी चाहिँ अब भित्र निक्लिन्छौँ खानालाई। भिडियो बनाउँदैछु, सबले यहाँ खाना लाइन बसिसकेको छ है, सबैले। यतापट्टि छ टन्नै छ है टोलीहरू, ल हेर्नु। हामी चाहिँ यता भित्रपट्टि गएर खान्छौँ। यतापट्टि यसलाई चाहिँ हामी राखौँ एकचोटि। के छ, ठिक छ नि है, खानपिन भइरहेछ, मिठो छ नि है। ल ठिक छ, मिठो खानुपर्छ। यहाँ चाहिँ पुरा यस्तो झर्ना रहेछ होइन, पुरा पानीको फोहरा बनाएको यस्तो राम्रो बनाएर रहेछ। यहाँ चाहिँ पुरा पानी आउने रहेछ, यस्तो छ।
हामी यो ट्रफी विनर थर्ड इयरको ग्याङ फर्स्टले जितेर फाइनलमा सेकेन्ड इयरसम्म ट्रफी थर्ड इयरको धन्यवाद स्टार्ट गरौँ हेड सोल्जर हेड टो हेड उठेर मनोज यही चेक गरे हो सोल्जर नि चिने हैन थुक्क हेड दिमाग गिलास हुँदा केही छैन सर जे देखाए त्यही देखा हेड टो हेड ग्लास हेलो गाइज अब चाहिँ हाम्रो खाना खाने बेला भएको छ होइन अब हामी कसलाई खाना खाने बेला आइरहेको छौँ ठिक छ होइन गाइजहरू सब लाइनमा बसिरहेको छौँ हामीहरू होइन सब लाइनमा छौँ होइन यस्तो रेडी हुँदैछ यहाँ लाइनमा बसेर पुरा यो आर्मी सिस्टम हुँदैछ अब हामी खाएर रमाइलो गर्छौँ ठिक छ नि ठिक छ होइन यहाँ अब यो कार्यक्रम चल्दैछ ल फाइनल सक्यो अब होइन अब चाहिँ बाई होइन ल